सडकमा एउटा दुर्घटना भयो, एकजना मान्छे गम्भीर घाइते भयो। घाइतेलाई चाँडोभन्दा चाँडो के गर्नु पर्यो? अस्पताल पुर्याउनु पर्यो। कसैको सहयोगको यहाँ के छ? सख्त जरुरत छ। आसपास 20-30 जना के छन्? मान्छेहरू छन्। सबैजनाले त्यो घाइतेलाई के गरिरहेछन्? हेरिरहेका छन्। ठुलो ठुलो फेसबुकमा लाइभ गरिरहेका छन्, कसैले भिडियो खिचिरहेका छन्, फोटो खिचिरहेका छन्। तर कसैले पनि मद्दत गरिरहेका छैनन्। किन? यहाँ हरेकले के सोचे भन्दा नि अरू कसैले गर्ला भनेर सोचे, तर कसैले पनि के गरे? सहयोग गरेन। ती मान्छेको जीवन त्यही सकियो। यो ट्रेजेडीलाई एक्सिडेन्ट भन्न हुँदैन, यो डिफ्युजन अफ रेस्पोन्सिबिलिटी हो। दिमागको एउटा खतरनाक प्याटर्न। डिफ्युजन अफ रेस्पोन्सिबिलिटीको कारण चुनावमा मेरो एक भोटले के हुन्छ र भनेर सोचेर धेरैले के गर्दैनछन्? भोटै हालिँदैनन्। भ्रष्टाचार देख्दा पनि अरू कसैले बोलिहाल्छन् भनेर के हुन्छ? सबैजना चुप बस्दैछन्। कुनै समस्या देख्दा मेरो जिम्माको कुरै होइन भनेर कसैले पनि के गर्छन्? त्यसको समाधानको लागि कदम नै चाल्दैन। धेरै मान्छे भएपछि जिम्मेवारी लिने मान्छे कोही पनि निस्किँदैन। सन् 1964 मा न्युयोर्कमा चाहिँ नि एउटा महिलाको हत्या हुँदै थियो। त्यो रातको समय थियो हैन। उनले चाहिँ नि बचाउको लागि चाहिँ गुहार लगाइन् हैन। त्यहाँ अरू पर मान्छेहरू पनि थिए, तर कसैले पनि पुलिसलाई समयमा बोलाएन। ती महिलाको के गरेन? मद्दत गरेन। अन्तत महिलाले के गरिन्? संसार त्यागिन्। यो घटनालाई लिएर पछि के भएको थियो भन्नुहुन्छ भने रिसर्च भएको थियो। अनि रिसर्चमा के पत्ता लाग्यो भन्दाखेरि नि डिफ्युजन अफ रेस्पोन्सिबिलिटीको कारण चाहिँ के गरेछन्? मान्छेहरूले सहयोग गरेनछन्। गर्नेले पनि के गरेछन्? ढिलो मात्रै सहयोग गरेछन्। एकजना मान्छे हुँदाखेरि 100% जिम्मेवारी लिन्छ हुन्छ। 10 जना मान्छे हुँदा प्रत्येकमा 10% मात्रै जिम्मेवारी छ भने जस्तो हामी फिल गर्दो रहेछौँ। अनि 100 जना मान्छे हुँदा त प्रत्येकलाई जिम्मेवारीको मात्रा चाहिँ 1% मात्रै हो भन्ने के हुने रहेछ? फिल हुने रहेछ। धेरै मान्छे भएपछि कोही पनि रेस्पोन्सिबल नहुने चाहिँ मान्छेको के रहेछ? चलन जस्तो रहेछ। अब यही कुरो नेपालको राजनीतिमा हेरौँ है त। इलेक्सनको बेला तपाईलाई के लाग्छ? म नगए पनि हुन्छ, अरू कसैले भोट हालिहाल्छन्, लाखौँछन् भोट हाल्ने, उनीहरूले हालिहाल्छन् भन्ने लाग्छ हैन। तपाईले जस्तै धेरैले सोच्दै, लाखौँले सोच्दै भने अनि मतदान प्रतिशत के हुन्छ? ओह्रालो लाग्छ। करप्सन देख्दा तपाईँ म एक्लै बोलेर के हुन्छ र सबै मिलेर बोल्नुपर्छ भनेर के गर्नुहुन्छ? सोच्नुहुन्छ। सबैले तपाईँ जस्तै सोच्छन्, तर कसैले पनि बोल्दैनन्। कम्युनिटीमा केही इस्युजहरू देख्नुभयो हैन, तपाईलाई लाग्छ अरू कसैले सल्भ गरिहाल्छ नि, म नै किन अघि सर्नु पर्यो? अब यहाँ सबैले तपाईँ जस्तै सोच्दिन्छन्, कसैले गर्दिँदैनन्। अरू कसैले गर्ला भन्ने मेन्टालिटीले समाजलाई के बनाउँछ भन्नुहुन्छ भने पुरै प्यारालाइज्ड। एउटा क्लासिक एक्सपेरिमेन्टको चाहिँ कुरा सम्झना भयो। त्यसले बाइस्ट्यान्डर इफेक्टलाई चाहिँ मजाले बुझाउँछ जस्तो लाग्छ। एउटा एक्सपेरिमेन्ट भएको थियो क्या, त्यहाँ चाहिँ नि बन्द कोठामा मान्छेहरूलाई राखिएको थियो, एक्लै एक्लै र समूहमा राखिएको थियो हैन। अनि त्यो दुवै पटक चाहिँ एउटा कन्डिसन थियो कि एक्लै एक्लै हुँदा पनि त्यो रुममा चाहिँ धुवा आउँथ्यो हैन, अनि सामूहिक हुँदा पनि धुवा आउँथ्यो। अनि एक्लै एक्लै हुँदाखेरि चाहिँ मान्छेहरूले 75% मान्छेहरूले के गरे भन्नुहुन्छ भने कोठामा धुवा आयो भनेर तुरुन्तै रिपोर्ट गरे क्या। तर फेरि त्यो सामूहिक रूपमा मान्छेहरू हुँदाखेरि चाहिँ नि त्यो सामूहिक रूपमा भएको मान्छेहरू मध्येको 38%ले मात्र के गरे भन्नुहुन्छ भने कोठामा धुवा आयो भनेर रिपोर्ट गरे। धेरै मान्छे भएपछि एक्सन चाहिँ के हुने रहेछ? कम हुने रहेछ। यस्तो किन हुन्छ होला? यसका पछाडि केही फ्याक्टरहरू छन्। पहिलो फ्याक्टर भनेको चाहिँ रेस्पोन्सिबिलिटी डाइल्युसन हो। हामी यतिका जना छौँ, कसैले त गरिहाल्छ नि, अरूले गरिहाल्छ होला। दोस्रो फ्याक्टर चाहिँ के हो भन्नुहुन्छ भने सोसल प्रुफ हो क्या। अरूले रियाक्ट गरेका छैनन्, मेबी सिरियस कुरा होइन, म मात्र किन जान्ने भन्ने हामीलाई लाग्छ हैन। तेस्रो फ्याक्टर चाहिँ के हो भन्नुहुन्छ भने बेजेत होला भन्ने डर क्या। कसैले बोलाएको छैन, केही छैन, मैले मात्र बोलेर बेकार मेरो एक्सन गलत भयो भने बेकारको चाहिँ लाजमा परिन्छ भन्ने सोचेर हामी के हुन्छ त्यस्तो समयमा एक्सन लिइहाल्नलाई मन गर्दैनौँ र एक्सन लिँदैनौँ। अब यसलाई इलेक्सनको सिनारियोबाट हेरौँ है त। तपाईँले भोट हाल्ने सन्दर्भमा केही मनोसंवाद गर्न सक्नुहुन्छ। यहाँ उदाहरणको लागि केही कुरा गर्छु है त। भोट हाल्ने कि नहाल्ने भनेर 3 तहमा हामी के गर्छौँ? सोध्छौँ हैन। पहिलो तहमा के विचार आउँछ भन्दाखेरि यत्रो झन्डै 1.5-2 करोड भोटरहरू छन्, मेरो एक भोटले के फरक पार्छ र भनेर हाम्रो दिमागमा आउँछ हैन। अब यहाँ रेस्पोन्सिबिलिटी के भयो? धेरैमा बाँडियो। दोस्रो विचार के आउला भने धेरैजना भोट हाल्न नगएको सुनिरहेको छु, मेबी इम्पोर्टेन्ट नभएरै त नगएको होला भन्ने हो। यहाँ के भयो? सोसल प्रुफ खोजियो, अरूले नगरेकाले त्यो ठिक भनेर सोचियो। तेस्रो विचार के आउन सक्छ होला भन्दाखेरि यसपालि पनि गलत क्यान्डिडेटलाई
छाने भने त लाजै मर्दो हुन्छ भनेर पनि हाम्रो दिमागमा आउन सक्छ। अरूले जज गर्लान् भन्ने हामीलाई के हुन सक्छ, डर हुन सक्छ। अब तपाईँले के डिसिसन लिइदिनुहुन्छ यस्तोमा भन्दाखेरि भोट नै हाल्न नजाने। अब विचार गर्नुहोस्, यदि 1 लाख मान्छेले तपाईँले जस्तै सोच्यो भने 1 लाख भोट के हुन्छ, हराउँछ। यदि 10 लाख मान्छेले सोच्यो भने इलेक्सनको रिजल्ट नै चेन्ज हुन्छ। 2079 सालमा एक्ज्याक्टली यस्तै भयो। 40% भोटरले मेरो 1 भोटले के फरक पार्छ र भनेर भोटै दिन गएनन्। हामीमा कलेक्टिभ एक्सन प्रब्लम छ। गेम थ्योरीमा यसलाई ट्रेजेडी अफ कमन्स भनिन्छ। एउटा उदाहरण हेरौँ है त। कम्युनिटीको कमन रिसोर्सेस जस्तै सडक, पानी, हावा, वन आदि इत्यादि हैन, यो सबैको के हो, बेनिफिटका लागि हुनुपर्छ, राख्नुपर्छ। यसलाई सफा बनाइराख्नुपर्छ, मेन्टेन गरिराख्नुपर्छ, यसको गुणस्तरहरू चेक गरिराख्नुपर्छ। यहाँ इन्डिभिजुअल कस्ट के हो, इफोर्ट लाग्छ। मैले इफोर्ट गरेँ भने सबैले बेनिफिट पाउँछन्, तर मेरो इफोर्ट बचाएँ भने मैले मात्रै बेनिफिट पाउँछु। यसले ऱ्यासनल चोइसको समस्यालाई बात्तै बढायो। फ्री राइडले के भयो भन्नुहुन्छ, समस्या भयो। अरूले गर्लान् भनेर कसैले पनि गरेन। रिसोर्सेस डिग्रेड भयो, सबैलाई समस्या भयो। नेपालमा भएको पब्लिक प्रपर्टी हामी सबै नेपालीको हो, तर तपाईको हो त, कसैको पनि होइन। अनि के हुन्छ भने त्यहाँ आगो लाग्छ, टुटफुट हुन्छ, संरक्षण हुँदैन, हामीलाई माया लाग्दैन। कम्युनिटी इस्युज भनेको कलेक्टिभ रेस्पोन्सिबिलिटी हो, तर हामी अरूले ख्याल गर्छ भनेर त्यो कुरालाई पनि के गरिदिन्छौँ, नेग्लेक्ट गरिदिन्छौँ। सिभिक ड्युटी एभ्रिवान्स जब हो नि, तर हामी के सोच्छौँ भन्दाखेरि यो नोबडीज जब हो भनेर सोच्छौँ। अझ नेपालमा जे कुरा पनि सरकारले गर्नुपर्छ भन्ने के छ, हाम्रो मेन्टालिटी छ। यसले इन्डिभिजुअल रेस्पोन्सिबिलिटीलाई डिनाइ गर्दैछ। हामी साना मान्छेले के गर्न सक्छौँ र भन्ने एटिट्युड हाम्रो जनतामा छ। पावरलेसनेस नर्मलाइज गरिएको छ। हेर्नुहोस्, ठुला मान्छेले सोचिहाल्छन् नि, हामीले किन सोच्नु पर्यो भन्ने के छ, हाम्रो कल्चर छ। हाम्रो लागि अर्काले सोचिदिनु पर्छ भनेर हामी विश्वास गर्छौँ। एजेन्सी सरेन्डर गर्ने चलन छ। यी सबै कुराले चाहिँ के गर्छ भन्नुहुन्छ भने डिफ्युजन अफ रेस्पोन्सिबिलिटीलाई धेरै नै बढाइदिन्छ। डिफ्युजन अफ रेस्पोन्सिबिलिटीले हामीलाई कसरी असर गर्छ, एकपल्ट गफ गरौँ है त। इन्डिभिजुअल लेभलमा कुरा गर्ने हो भने चाहिँ पर्सनल ग्रोथ 0 हुन्छ है। अरूमा डिपेन्ड हुने मान्छे बनिन्छ, परजीवी बनिन्छ होइन। एउटा समय पछाडि चाहिँ हामीलाई के हुन्छ भन्नुहुन्छ भने रिग्रेट लाग्न थाल्छ क्या, मैले आफैले गर्नु पर्थ्यो, किन गरिनँ भनेर हामी पछुताउन थाल्छौँ होइन। कम्युनिटी लेभलमा कुरा गर्नुहुन्छ भने चाहिँ प्रब्लमहरू खासै सल्भ हुने अवस्थामै पुग्दैन क्या, हुँदैन क्या होइन। सबै अरूले गर्ला भन्दा भन्दै कसैले पनि त्यो गर्दैनन्। लाइफको क्वालिटी डिग्रेड हुन्छ। पब्लिक स्पेस चाहिँ के हुन्छ, हजुरको डिस्ट्रोय हुन्छ। कमन रिसोर्सेसहरू के हुन्छ, बिग्रिन्छ, नासिन्छ, सकिन्छ, भत्किन्छ। नेसनल लेभलमा कुरा गर्ने हो भने चाहिँ डेमोक्रेसी के हुन्छ, विक हुन्छ। लो पार्टिसिपेसनले गर्दाखेरि चाहिँ के हुन्छ, ब्याड लिडरहरू चुनिने सम्भावना धेरै हुन्छ। एकाउन्टेबिलिटी हुँदैन, करप्सन बढ्छ। विकासको काममा जनताको इन्गेजमेन्ट अत्यन्त कम हुन्छ। यस्तोमा प्रोग्रेस चाहिँ इम्पोसिबल कुरा हो। अब यो समस्याबाट कसरी बाहिर निक्लने त ट्राई गरौँ है त। केही तरिका सेयर गर्ने चाहिँ कोसिस गर्छौँ। पहिलो प्र्याक्टिसको रूपमा चाहिँ के गर्नु पर्यो भन्दा आई एम रेस्पोन्सिबल भन्ने चाहिँ नि मन्त्र चाहिँ हजुरको जप गर्नु पर्यो। पर्सनल रेस्पोन्सिबिलिटीलाई ठिक ठाउँमा ल्याउनु पर्यो क्या हजुरको। इफ नट मी हु, इफ नट नाउ व्हेन, मनन गर्नु पर्यो। इलेक्सनमा मेरो भोटले फरक पार्छ भनेर हजुरले के गर्नु पर्यो, सोच्नु पर्यो र आफैमा म रेस्पोन्सिबल छु भन्ने हजुरलाई नै के हुनु पर्यो, लाग्नु पर्यो क्या। कम्युनिटी इस्युजहरू देख्दाखेरि चाहिँ यो मेरो गाउँठाउँको इस्यु हो, म पनि रेस्पोन्सिबल छु भनेर हजुरले व्यवहार गर्नु पर्यो क्या। करप्सनहरू देख्दा आवाज उठाइहाल्नु पर्यो क्या, म एक्लैले गरेर के हुन्छ र भनेर सोचिदिनु भएन। आई एम रेस्पोन्सिबल भन्ने म्यासेज आफैले के गर्नु पर्यो, तपाईँले दिइरहनु पर्यो। यस्तो किन गर्ने त? साइकोलोजिकल रिसर्चहरूले के भन्छ भन्दाखेरि नि, जब आई एम रेस्पोन्सिबल भनेर आफैलाई म्यासेज पास गर्नुहुन्छ नि, बाइस्ट्यान्डर इफेक्ट चाहिँ यहाँनिर ब्रेक हुन्छ क्या। एजेन्सी चाहिँ के हुन्छ, एक्टिभेट हुन्छ। एकाउन्टेबिलिटी चाहिँ के हुन्छ, बढ्छ। दोस्रो प्र्याक्टिसको रूपमा चाहिँ तपाईँले 1% रुललाई चाहिँ नि के गर्न सक्नुहुन्छ, युज गर्न सक्नुहुन्छ। भिडमा आउँदा आफूलाई एक्लै चाहिँ के गर्नुहोस्, कल्पना गर्नुहोस्। एक्लै जस्तो एक्ट गर्नुहोस्, देखाउनको लागि होइन, महसुस गरेरै, साँच्चै ठानेरै होइन। जुनसुकै कुरामा पनि यो कुरा तपाईँले याद गर्नु पर्यो, एक्लै छु भनेर सम्झिनु पर्यो। अनि प्रश्न गर्नु पर्यो आफैलाई, यदि म एक्लै भइदिएको भए के गर्थेँ भनेर। अनि कल्पना पनि गर्नु पर्यो,
जे उत्तर आउँछ नि त्यस्तै खाले चाहिँ के गर्नु पर्यो, व्यवहार गर्नु पर्यो। यसले अरूको मुख ताक्ने बानी के गरिदिन्छ, ठ्याट्टै हटाइदिन्छ। तेस्रो प्र्याक्टिसको रूपमा चाहिँ के गर्न सकिन्छ भन्दाखेरि माइक्रो रेस्पोन्सिबिलिटी च्यालेन्ज गर्न सकिन्छ। सानो सानो कुराहरूको चाहिँ के गर्ने, हजुरको जिम्मेवारी लिने कोसिस गर्ने। जस्तो आफ्नो रुम डेस्कहरूलाई के गर्ने, सफा राख्ने, अरूले गर्ला भनेर कसैको मुख नताक्ने, कुनै पनि बहाना नबनाउने होइन। लोकल इस्युजहरू आइडेन्टिफाई गर्ने, त्यहाँ मिटिङ भइरहेको छ भने जाने, आफ्नो सजेसनहरू दिने, आफ्नो सल्लाहहरू दिने, आफ्नो कुराहरू राख्ने खुलेर होइन। कुनै पनि जिम्मेवारी लिँदा अरू कसैले गर्ला भनेर चाहिँ नि सोचेर नबस्दिने, म एक्लैले के गर्न सक्छु र भनेर पनि नभन्ने होइन। यो प्रश्न नै गलत प्रश्न हो। यदि मैले गरिनँ भने कसले गर्छ भनेर चाहिँ सोच्नु पर्यो। यो चाहिँ ठिक कुरा हो होइन, ठिक प्रश्न हो आफैले आफैलाई सोध्नको लागि। भने तपाईँको एउटा भोट, एउटा एक्सन, एउटा बोली तपाईँलाई सानो लाग्न सक्छ, तर त्यो बडो महत्त्वपूर्ण हुन्छ। हेर्नुहोस्, डेमोक्रेसी चाहिँ नि कलेक्सन्स अफ इन्डिभिजुअल रेस्पोन्सिबिलिटिज हो क्या। यस्तोमा तपाईँ महत्त्वपूर्ण हुने कि नहुने भन्नुहोस् त, हुने नै हो नि त।